करिब 100 भन्दा बढी साना साना थुम्काहरू मिलेर बनेको पहाड, जुन समुद्री सतहदेखि करिब 3200 मिटर उचाइमा अवस्थित। यो पहाडको नाम हो सैलुङ। लु बसौँ लु पछाडि बस। यो कसको यो के हो यो होइन भने त छेउमा बस्न सुमनलाई त्यहाँ सैलुङ हर हर महादेव हरि महादेव राधै सत्य गुरु आउनु है दिदी त तलै छ त। देवको दर्शन गर है गुरु। त्यही त नि कहाँ फ्याक्ट्री हुन्छ हो निशा सहारामा हिँड्न सक्दिनँ म अब। लट्ठी पनि फेरि कस्तो सिधा छ सर्प जस्तो। ओ शिट, मेरो लट्ठी भाँचेको अवस्था। हेर्नु दादाले कालो लगाइदिनु भएको रहेछ भरे। फलो मी गाई। ओम नमः शिवाय नमो नमः। भगवानको जन्तीमा हामी चाहिँ भगवानको सबै खोलेर छिर्नु पर्ने छिटै होइन क्या गुफामा देख्न चाहन्छ यहाँ जानु बाटो दिन्छ नि। कसको फोटो रे?
जाने ठाउँमा यो हो हामी नेपालीहरू धार्मिक अनि सांस्कृतिक कुराहरूमा पनि धनी छौँ। यी सैलुङ डाँडाको पिकमा पुगिसकेपछि तपाईँ सैलुङ गुम्बा बौद्ध धर्मावलम्बीहरूको लागि अनि हिन्दू धर्मावलम्बीहरूको लागि मन्दिरहरू अवस्थित छन्। तर यहाँ घुम्न आउने मान्छेहरू दुवै कुराको दर्शन गर्दछन्। यो कुराहरूले साँच्चीकै नेपाल विविधतामा पनि एकता छ भन्ने कुरा पक्कै झल्काउँछ अनि यो महसुस पक्कै गराउँदछ। यहाँ टिप्ने मान्छेलाई राख्दिँदैन फेरि रुख चढी चढी त्यसरी पानी निकाल्ने रे पानी सबै देऊ न पानी निकाल्न सकिन्छ त पाक्यो त्यसरी सोध्नु सेतो पनि व्यवस्था हुँदैछ यहाँ ढुङ्गामा मान्छे नि आओस् मान्छे त आइहालिन्छ नि भ्यू चाहिँ तर क्या बवाल आएको ओफो मलाई मिठाई चाहिँ बनाऊ मलाई तातै चाहिँ कहिले हात लाग्छ ओ के अरे पोलेर खाने कि के गरे खाने अनि त्यो पोल्ने नि भनेर ल्यायो नि त थोरै ग्रेभी बनाउनु अनि अरू चाहिँ गर्नु पोलेर त केमा पोल्ने मासु ढुङ्गा खोज्छु म एउटा पातलो झिर खै झिर ए झिर पनि छ त यो सुपमा हाल्नुपर्छ है खिलाई किन रहेछ यहाँ त्यो फिला ऊ अस्मिकले हाल्ने भनेको त हो नि चिल्लो कम हाल्यौँ है परिवार मात्रै पनि रमाउँ न भनेर अनि हामीले यसरी सुरु गरेको हो। अब यसै गरी हामी एउटा ढुङ्गेउका मान्छे ढुङ्गेउमा नै फर्किने पर्छ एकदम दोलखा सैलुङ त्यही कुराले रिपिट चाहिँ होइन तर हिँडेर आइसकेपछि अहिले फेरि हामी एउटा स्थानमा ठुलो एउटा ग्राउन्ड पनि छ यहाँ स्थान भन्नुहुन्छ हामी यो ग्राउन्डमा हामी खानाहरू बनाएर खाने मामा एउटा ऊ भाटा जस्तो बनाउनु न अबतिर आगोमा यसो राखेको अस्मिक सुरु भइसक्यो ढुङ्गो गाडी भित्र गएर सुत्न
अगाडि अगाडि पनि अगाडि अगाडि पनि सिट मेरो छ त्यो अर्को दिनु त्यसलाई ओ त्यो होइन अर्को रे अर्को यो दिउँ लु थाप एउटा हाल्यौँ यहाँ नाक त यहाँ आइज तिमीहरू दुइटा यहाँ खाउने अनि एउटा प्लेट चाहियो नि त छोरी एकजनालाई खानालाई भान्जालु सुझाउनु मासु कसरी खोलेको Gusta. Uy, halo. Maju, Gusta. Alu kan alu. Kil khali. Like, comment, share. Thank you for watching.